आज फेरि अर्को ब्लग लिएर आइसकेको छु र आज पनि स्टार्ट भएको छ मेरो ब्लग चाहिँ किचनबाट र मैले चाहिँ यो पुरा यो टाइल्सहरू आज सबै धोएँ है। त्यही कारण चाहिँ मलाई अलिकति ढिलो भयो र मैले अहिले खाना बसाउँदैछु। कस्तो देख्दैछ त्यहाँदेखि अब चाहिँ म यहाँ अरू मसलाहरू हाल्छु। यसमा चाहिँ छ मेरो मसलाहरू ला। अब चाहिँ यसमा फर्स्टमा हाल्छु टर्मरिक यानि कि हर्दी। अब म हाल्छु तपाईँको यसमा धनिया पाउडर 2 चम्चा। उसको बादमा हाल्छु जिरा पाउडर। जस्ट नाटक है स्टार्च बोलेको चाहिँ जस्ट फर फन। पिरो चाहिँ बेसी हाल्दिनँ हो यो चाहिँ, किनभने नानीले खानु सक्दैन र राम्रो होइन नानीहरूलाई बेसी दिनु हो। अब मेरो ग्रेभी चाहिँ चट्टा लागेर पाक्दैछ हो। म यहाँ चाहिँ नुन हालिदिन्छु, नुन हालेपछि चाहिँ मजाले पाक्छ। हामी चाहिँ फेरि हिमालयन रक सल्ट खान्छ है, हिमालयन रक सल्ट यो खानुपर्छ। यो पुर्के भइदिएको नाटक हो, नाटक मेरो नाटक हो, सब मेरो नाटक। अब चाहिँ मसला चट्टा लगाएर पकाउनु दिनुपर्छ कि यति छिट्टिँदैछ नि, यो छिट्टिँदैछ। त्यही कारण चाहिँ ग्यास अलिक सानो बनाएर पकाउँछु। फेरि मेरो चाहिँ ग्यासको अलिकति असुविधा भइरहेको छ हो। यो ग्यास चाहिँ सानो बनाइदिन्छ झप्प निभिहाल्छ। मुन्डी मात्रै खाइ किनभने यहाँबाट मुनि चाहिँ हेऱ्यो भने चाहिँ यत्रो ठुलो बुढी छ नि त। हेर्नुहोस् यो ग्रेभी चाहिँ पाकेर लटक्क भएछ हो। अब चाहिँ म आलु हालिदिन्छु, कम्ती आलु चाहिँ। म चाहिँ आलु चाहिँ यस्तो मन परेन, किन मेरो हस्बेन्ड चाहिँ लभ्स आलु हो, पटेटो लभर है मेरो हस्बेन्ड चाहिँ। त्यही कारण म पनि पटेटो जस्तो छु, गोल थ्याप्पै आएको। हाँ के अरे बाबा। अब यहाँ सट्टै झोल हालिदिउँ रस्सु। अब चाहिँ अन्डा हालिदिन्छु यहाँ। यस्तो छेउबाट ल्यापटपमा हेर्छ। यो बेड कभरहरू कहिले चेन्ज गर्नु हो, कहिले बनाउनु होला है हल्का हल्का। यो चाहिँ तपाईँहरूलाई घाम कस्तो लागिरहेको छ देखाउँछु ल आज। नानी नदिउँ भनेको पनि यस्तै हेर्नुमा मस्त छ। खाली छ चाहिँ गदावरीको कटिङ गरेको थिएँ कि यस्तो घाम लाग्यो नि सबै म यो मेरो गदावरी कटिङ यो चाहिँ हो सजना राम्रो अरे प्रेसरको लागि बिमारीको लागि यसको पत्ता चाहिँ केही हुँदैन। My son is having
having lunch. मेरो छोरा चाहिँ खाना खाँदैछ. How is it, बेटा? Nice. Good. Good. So favorite हो नि है? चिकन र अन्डा करी चाहिँ. This is not a chicken. चिकन करी र अन्डा करी is your favorite भनेको मैले. र अब पालो रहेको छ हाम्रो र अब हामी पनि लन्च खाँदैछौँ र म चाहिँ लन्च फटाफट खाएँ किनभने 3 बजिसकेको थियो पुरा भोक लागेको थियो र आजको मेरो भिडियो चाहिँ यति थियो. तपाईहरुलाई के कस्तो लाग्यो प्लिज लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस् होला. थ्याङ्क यू फर वाचिङ. सी यू इन नेक्स्ट भिडियो. बाइ बाइ.